भोक लाग्यो भन्छ अनि म्याकडल टक 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 किनेर अनि पैसा भनेर थियो मैले यसरी टच गर्दा हुन्छ नि त त्यो वालेटमा त्यहीँ भित्र हुन्छ यसरी टच गराइदिएको वाओ नेपाली सिङ्गरहरू पनि यस्तो भन्थ्यो साम्राज्ञी आर्याल छ उनी पनि एकदम डिटेक्टिभ टाइपकै छ मान्छे होइन अनि हामी जापानमा प्रोग्राममा थियौँ हामीलाई आयोजकले अर्को गाडी भन्दा भन्दै अर्को गाडी हलमा पुग्नुलाई त गाडी हुन्छ नि त अनमोल भाइहरू अगाडि गयो के अरे कोही कता कसले लाँदैछ कोही सौगातहरू कसले लाँदैछ होइन म त ढिलो उठ्ने मैले त भनेको थिएँ लास्टमा मात्र मलाई गाडी पठाउनु अनि म आउँछु हलमा भनेको थिएँ भएर त उनीहरू पनि ढिलो उठेछ साम्राज्ञीहरू म तल लबी होटलबाट लबी झरेको उनीहरू पनि अड्केर अनि खोइ गाडी भनेको त छैन भन्छ अनि आयोजकहरूले अब यो त धेरै टाढो छ त्यहाँबाट तपाईँ उबर गरेर या हाम्रो मान्छे कोही छ भने हामी सोध्छौँ त्यो गाडीमा भोक लाग्यो भन्छ अब पैसा छैन नेपाली बोया छैन रहेछ बिचरा मेरो चाहिँ ब्याङ्क अफ त्यो भन्यो भने फेरि देखाएको जस्तो मेरो अन्तर्राष्ट्रिय स्तरको ब्याङ्क एकाउन्ट थियो अनि म्याकडल टक 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 किनेर अनि पैसा भनेर थियो मैले यसरी टच गर्दा हुन्छ नि त त्यो वालेटमा त्यहीँ भित्र हुन्छ यसरी टच गराइदिएको वाओ नेपाली सिङ्गरहरू पनि यस्तो भन्थ्यो ऊ एकदमै खुलेर प्रशंसा गर्न सक्छु होइन धेरै स्पष्ट छिन् राम्री सुन्दरी नायिकाहरू मध्येको एकका राम्रो नायिका हो